सबैमा नमस्ते। आज म एक्विड ब्रोन्कोलाइटिस साना बच्चाहरूमा विशेष गरी 2 वर्ष मुनिका बच्चाहरूमा हुने फोक्सोको साना नली ब्रोङ्कियल्समा सङ्क्रमण सम्बन्धी मैले सानो चर्चा गर्न गइरहेको छु। एक्विड ब्रोन्कोलाइटिस भनेको 2 वर्ष मुनिको बच्चाहरूमा प्राय चाहिँ सास फेर्ने सानो नलीहरूमा ब्रोङ्कियल्सहरूमा इन्फेक्सन भएर सङ्क्रमण भएर प्राय देखिन्छ। यसमा मुख्यतया भाइरल इन्फेक्सन आरएसभी भाइरस भन्छ मुख्यतया। अरू भाइरसले पनि सङ्क्रमण गरेर एक्विड ब्रोन्कोलाइटिस चाहिँ हुनसक्छ। यसको लक्षण भन्नुपर्दा सास फेर्न बच्चालाई एकदम गाह्रो हुने, नाकबाट चाहिँ पानी बग्ने, रुवा लाग्ने र नाक बन्द भएर एकदम सास फेर्नै गाह्रो हुने, छोटो छोटो सास लिने। अनि यस्तो बाहिरै साउन्ड सुनिने, जुन घ्यार आउँछ नि साउन्ड, त्यो चाहिँ साउन्ड बाहिरै सुनिने। हामीले सुन्दाखेरि चाहिँ त्यो विजेज साउन्ड भन्छ, त्यसलाई विजेज साउन्ड देखिने। कुनै बच्चालाई त्यो सङ्क्रमण अत्याधिक भएको हुनाले ज्वरो पनि आउन सक्छ। प्राय गरी जोखिमका बच्चाहरू भनेको 6 महिनाभन्दा मुनिका बच्चाहरू र स्तनपान नगर्ने बच्चाहरू, पर्याप्त पोषणयुक्त खानेकुरा नपाएका बच्चाहरू र कम तौल जन्म लिएका बच्चाहरूलाई चाहिँ यो सङ्क्रमण हुने प्राय जोखिम हुन्छ। यसको उपचार भन्नुपर्दा प्राय त मेन त सरसफाइ नै हो। सरसफाइमा ध्यान दिनुपर्छ र नाकको जुन सिगानहरू छ त्यसलाई राम्रोसँग सफा गरिदिने र स्लाइन ड्रपहरू युज गरेर चाहिँ नाकको सरसफाइ गर्न सकिन्छ। र बढी सास फेर्न गाह्रो भएमा तुरुन्त अस्पताल अथवा क्लिनिक गएर सास प्रश्वास सजिलो गर्ने औषधिहरू चाहिँ प्रयोग गर्न मिल्छ र सङ्क्रमण भएमा त्यस्ता खालका सङ्क्रमण रोकथाम गर्ने औषधिहरू पनि प्रयोग गर्नुपर्छ र डाक्टरको सल्लाह पनि लिनुपर्छ। प्राय यो सास फेर्न गाह्रो हुने समस्या भएको हुनाले कहिलेकाहीँ अक्सिजनको मात्रा पर्याप्त नभएर शरीरहरू निलो हुने, औँलाहरू, यस्तो कानहरू, टुप्पाहरूमा निलो देखिने समस्याहरू हुनसक्छ। यस्तो भएमा तुरुन्त हस्पिटल गएर तपाईँले चिकित्सकको अथवा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्दछ। विशेष गरी यसको रोकथाम भनेको सरसफाइमा ध्यान दिने। यस्तो बिरामीहरू गार्जेनहरू हुनुहुन्छ भने त्यस्तो नजिक बच्चाहरूलाई नलाने र पूर्ण स्तनपान चाहिँ बच्चालाई गराउनुपर्छ। धन्यवाद।